हेलो नमस्कार हजुरहरु कहाँबाट आउनुभयो? सबैजना यो बाटो बनाउन खटिदिनु हुने हाम्रो सम्पूर्ण श्रमदाताहरूलाई धन्यवाद। यसरी नै हामी सबैजना मिल्यौँ भने यो कति अप्ठ्यारो बाटो थियो, अब यो तिहारमा हिँड्नलाई पक्कै पनि सहज हुनेछ। फेरि पनि हामी यस्तै अन्य काममा पनि हामी जुट्नेछौँ। फेरि हामी सल्लाह गरेर यसरी नै अगाडि बढ्नेछौँ। सबैजनालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद। पढाउँदै हुनुहुन्छ उहाँले। सिलिचौङ 5 मा पनि श्रामदनको सुरुवात भइसकेको छ। ढुङ्गा पल्टिरहेछ। दीर्घकालीन बनाउने होइन कि यसरी चाहिँ काम भइरहेछ है अझ हाम्रो। भाइ चाहिँ यहाँ बाटो एकदम नाजुक भत्किएको हुँदाखेरि अनि सर्वदानमा चाहिँ साथी एकदम लागि परिरहेका छन्। यो भाइ पहिल्यैदेखि समाजसेवी जस्तै थिए, अहिले अलिक भाव बिग्रियो कि भनेको, तर ठिकै रहेछन् केटा। ल घोच्चा चाहिँ गाडेर पनि सकिसक्यो हामीले। अब बाँस आउँदैछ उताबाट होइन, यहाँ टक्कै घोच्चा लाएर टक्क बाँसको सुविधा पराइसक्यो होइन। बनाउँदै गरेको म भिडियो देखाउने छु, हजुर हेर्दै गर्नुहोस् है त। ल साथीहरूले बाँस राख्ने क्रममा चाहिँ मुनि नै जमिनको सतहमा पसिना चाहिँ भाइको राम्रै बग्दो रहेछ। नगरी आउँदैन गर। फेरि भाइलाई चाहिँ भनेको नाकमा पसिना धेरै आउँदो रहेछ। बुहारीले पनि धेरै मन पर्ला जस्तो छ। बुहारीले धेरै माया गर्छन् भन्ने कुरो पो चलिरहेको छ। हेलो सर, दामी दामी। हेलो हेमराज दाइ, काम कस्तो हुँदैछ? रेभुलेसन भने जस्तै हो क्या हाम्रो पनि स्पेसली होइन। सिलिचौङ गाउँपालिका 5 यहाँ चाहिँ हजुर विशेष पोखरामा चाहिँ हाम्रो यहाँ बाटो हाम्रो निर्माण हुँदैछ। हजुर हाम्रो नेपाल पुलिस हाम्रो 5 नम्बर थियो हजुर रोबरमा हामी सबै स्थानीय जनता यहाँ आज बाटो निर्माणको सक्नु लाग्यो है। उपस्थित भएका छौँ। जय देश जय देश। हामी युवा जोस जोस। एकदम सही छ। अब कोट्टाउनु भएको छ ढुङ्गा, साह्रै मजाले भित्र पसेको पनि स्वाट्ट निकाल्नु भएको छ क्या। हजुर अनि अरू अनि ऊ एउटा हाम्रो भाइ छन् एकदम ढुक्कै नै गत्त पहिरोको अनि ज्ञान जोखिम। तपाईँले चाहिँ के निकाल्दै हुनुहुन्छ? म चाहिँ यो साथी भाइले मिलाएकोमा यसो यो उ गरेर ल गर्नु पर्यो, लाग्नु पर्यो है। ल तपाईँलाई पनि धेरै धेरै धन्यवाद। लड्नुहुन्छ है, बिस्तारो गर्नुहोस्। राम्रो बाटोमा हिँड्दै हुनुहुन्छ हाम्रो सुरेन दाइ। दामी राम्रो सिँढी टेक्दाखेरि चाहिँ तर बिचमा टेक्नु पर्यो। हिजो हामीले थोरै मात्र बनाएको थियौँ भने आज यस्तो सिँढी चट 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 बनाउँदैछौँ फेरि है। बनाउनु पर्छ आफ्नो गाउँठाउँलाई यसरी नै होइन। बाटो पहिरो जान सक्छ, विशेष यो बर्खा मासमा आफ्नो गाउँ आफ्नो ठाउँ यसरी नै बनाउनुपर्छ। तपाईँको ठाउँ तपाईँको गाउँ तपाईँ आफैले नबनाई कसले बनाउँछ होइन। हेलो नमस्कार हजुरहरू कहाँबाट आउनुभयो? हामी त तल बाटोबाट आउँदै थियो। हजुर। अनि अब तलबाट यहाँबाट रोड बनाउँदैछ अरे, अनि माथिल्लो बाटो फेरि हजुरहरूलाई यो बाटो यसरी बिग्रिएको छ भन्ने थाहा थियो? थाहा भएर माथिबाट आउनु भएको। ए ल हस्। फोन गरेर माथिबाट आउनु भएको। हजुर डराउँदै आउनु भयो होला सायद। तर्सिँदै नि तर्सिँदै है। तर हामीलाई देख्दाखेरि कस्तो भयो तपाईँहरूले? ढुक्कै भयो नि? एकदम ढुक्क जस हाम्रो यो टिमले राम्रै गरिरहेको छौँ नि हामीले। राम्रो गरिरहेको छ। धेरै राम्रो है। आज साह्रै सक्सेस भयो। सक्सेस। साह्रै राम्रो। हजुर खुसी हुनुहुन्छ तपाईँ? खुसी भइरहेको छ। त हजुरहरूलाई थ्याङ्क्स। हस् हस् हजुर। अनि हजुरको शुभ नाम? मेरो दिदी शेर्पा। हजुरको? पेमा। तपाईँको? निमा शेर्पा। ल हजुरहरूको घर कहाँ पो भन्नुभयो? हाम्रो ताप्लेजुङ। ताप्लेजुङ। मैयाखोला गाउँपालिका। ल हजुरहरूलाई स्वागत छ हाम्रो सिलिचौङ 5 मा है। राम्रो घुमेर जानुभयो होला होइन। यस्तो बाटो छ, नजानु पर्यो नभन्नु होला, आउनुहोस्। अगाडि लागु गर्नुभएको भए साह्रै राम्रो हुन्थ्यो यो बाटो। हजुर यो हिजो मात्रै सल्लाह भएको, यो हिजो सल्लाह भएर आज भएको होइन। अन्त स्पोर्ट भएको छ होइन। थ्याङ्क्स। यो बाटोले चाहिँ राम्रो गराउनु। ल हजुरहरूलाई पनि धन्यवाद है। ल हस्।
राम्रोसँग जानुहोस् है। यता त सजिलै छ है त। गाइज पसिनाहरू चाहिँ यसरी बगिरहेको छ होइन। बग्नु पऱ्यो, यति त आफ्नो ठाउँ बन्दैछ भने यतिको पसिना त केही भन्नु हुँदैन। हाम्रो बाटो चाहिँ यसरी मजबुत भएको छ, यसरी सेफ्टीहरू पनि बाँसहरू घोचहरू लगाएर एकदम दह्रो भएको छ होइन। यहाँ एउटा बान्नु म बान्नुपर्छ, एउटा बान्नुपर्छ टक्कै यसलाई हो तानेर होइन। त्यो पर एउटा लुज छ कि नि गरेर बाँधेर आउनु ल। पुग्छ पुग्छ, टन्नै छ ल। गुड, मेरो दाइ यतिको चाहिँ हुनुपर्छ। भयो तर पर राजन सर हजुर पसिना हुनुभएको रहेछ है। धन्यवाद है तपाईँलाई। अरू युवाहरूलाई के भन्नुहुन्छ हाम्रो सिलिचोङ 5 जो चाहिँ यहाँ हुनुहुन्न? अबदेखि चाहिँ आजबाट चाहिँ बाटो बन्नेछ, भारी पनि मजाले पक्नु सक्छ। फाइनली बाटो चाहिँ यस्तो भइरहेछ है, राम्रो भइरहेछ। र अब हामी यहाँ आइसकेको छौँ। यहाँ चाहिँ अलि अप्ठ्यारो छ, अप्ठ्यारो भन्दा पनि जान त सकिन्छ, तर अलिक सहज बनाउनको लागि कोसिस गर्दैछौँ। जोडी खोज्यो त हजुर, यो ढुङ्गाले जोडी खोज्यो। युवाहरू चाहिँ यसरी एकजुट भएर चाहिँ आज यो बाटो खतम बिग्रेकै हो। हजुर अब यसलाई चाहिँ सबैलाई राम्रो होस्, भलाइ होस्, सहजले हिँड्न पाऊँ भनेर बाटो बनाउनु सबै साथीभाइ जुडिरहेको हो। हजुर अब यो बाटो पहिरो गएर बर्सातको कारणले यस्तो भयो। हाम्रो निकै हिँड्नु चाहिँ नाजुक अवस्था देखिन्छ। यसलाई चाहिँ अब आज हामी सबै लागि परेर बनाउनु पर्छ है। ओके, हस्, धन्यवाद तपाईँलाई। ट्याक्कै लोकेसन चाहिँ कहाँ भन्दाखेरि महाकालु र चिचिला सिलिचोङ बिचमा रहेको चाहिँ यो पिकुवा हाइड्रो पावर होइन, अरुणठट हाइड्रो पावरको ठ्याक्कै अपोजिट साइडमा चाहिँ यो पहिरो गएको छ। सिलिचोङ गाउँपालिका याफु स्थानीय हेमराज नाछिरिङ। यहाँ चाहिँ आज हाम्रो स्पेसली नेपाल प्रहरी लगायत हाम्रो काठमाडौँका अध्यक्ष यहाँ हाम्रो चाहिँ आज स्पेसल्ली यहाँ अब दसैँ त गइ नै सक्यो, अब तिहार बाँकी छ। अब यहाँ चाहिँ यहाँ धेरै अब हाम्रो स्थानीय जनताहरू हिँड्नुपर्ने भएको हुनाले यो मकालुदेखि लिएर बाला सिसुवादेखि लिएर होइन पैदल यात्रा गर्नुपर्ने भएको हुनाले यहाँ धेरै अप्ठ्यारो बाटो भएको छ। त्यसैले आज चाहिँ हाम्रो स्पेसल्ली यहाँ सकेसम्म 3 फुटसम्मको बाटो अब बनाएर त्यसो सेवा प्रवाह गरौँ भन्ने थियो, तर अलिक गाह्रो रहेछ। हामी कोसिस गर्दैछौँ। हस्, धन्यवाद तपाईँलाई। हस्, थ्याङ्क यू। मात्र अरूलाई के मेसेज छोड्नु सक्नुहुन्छ थोरै छ भने? मेसेज अब मेरो मेसेज नै के हो भन्दाखेरि अब सबैजना जुटेर यस्तै काम गर्नुपर्छ। हजुर, अब हाम्रो गाउँठाउँमा सबै श्रम मार्फत नै काम गरिएको छ। बिजुली बत्ती लगायत चाहिँ विभिन्नमा हाम्रो श्रमदान हुन्छ नै। यो आपतकालीन यो चाहिँ हाम्रो श्रमदान हो। कतिपयले सुन्नु भएन होला, कतिपय सुनेर पनि आउनु भएन होला। हजुर, त्यसमा अब बाँकी अन्य दिनको यस्तै काममा चाहिँ सबैजना जुटौँ, यही म भन्न चाहन्छु। आउँदै गरेको दीपावलीको सम्पूर्ण वडावासी सम्पूर्णमा सुस्वास्थ्य दीर्घायुको कामनासहित दीपावलीको शुभकामना व्यक्त गर्दछु। हस्, थ्याङ्क यू, धन्यवाद। हस्, धन्यवाद। मेरो पनि त्यही हो। हस् हस्।